पुलिसले लैजाला यार मलाई फेरि रम्मती भिडियो बनाउँछ अर्काको लेट्स सी माई हेयर गाइस के हो यो कपाल गुन्द्रुकको रम्बा जातो जस्तो भएको छ यारमा कपाल त यार हुनुपर्छ अब होइन कपाल पुरेला मैले किङडम अफ नेपाल अरे वाट द फक इन हेल किङडम आज कहाँ गइन्छ हामी बकिङडम प्लेस त्यसपछि लन्डन ब्रिज त्यसपछि टावर ब्रिज त्यसपछि के अरे लन्डन आई त्यसपछि लन्डन आई अनि भएसम्म चाहिँ म्युजियम पनि जानुपर्छ अनि भएसम्म चाहिँ के अरे चाइना टाउन पनि जानुपर्छ अनि के अरे त्यो टप भ्यूवाला बस क्या बस चढ्नुपर्छ टुक्नी मलाई चिन्दैन नि कसैले आज चिनेको त मलाई को म मलाई चिन्नेवाला छैन है कसैले I'm gonna fucking change. हाम्रो देवी हेर नगाई हाम्रो देवी कपाल हेरी देवीको कपाल खतरा छ कि कपाल चाहिँ दामी घर आउँदैन होइन गाइस टक्क अब चाहिँ घुम्न जान्छ यिनीहरूलाई कहाँ घुमाउने हो त भगवान देवी मेरो 100 कति पुग्यो यिनीहरूलाई कहाँ घुमाउने होला त यिनीहरूलाई कहाँ घुमाउँछौँ भन्दा आज होइन गाइडहरूलाई कहाँ अरे हामी अब जाने बकिङहाम प्यालेस तिमीहरूलाई नेपाल बसेपछि म युके घुमाउँछु अब कहाँ हो होइन नेपाल बसेपछि युके घुम्नु पाएपछि के चाहियो यार केटा हो हेरिराख्नु पर्यो सपोर्ट गर्नु पर्यो नि होइन मार्नुपर्छ ओ को यस्तो बोल्दा भिडियोमा यस्तो नबोल्दा है केटा हो गाह्रो पो छ त के त्यसले फेरि त्यो उसलाई जस्तो क्या रतनेलाई जस्तो इन्टरपोल लगाइदियो यार मलाई फेरि सराप नहुन्न है केटा इन्टरपोल तान्यो भने त तानिहाल्यो नि होइन मेरो फेरि 35 लाख रुपियाँ तिर्दिन्छ होइन केपी मोदीले तिर्ने भएर गइदिने बस फाइनल्ली बस पनि आइसक्यो हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ होइन गाइस हेरै राख है गाइस हेरै राख डङ्ग लगाएर कत्रा खाइदिन्छ ठिक हान्नुपर्छ ल गाइस दामी हाम्रो भोजन देव्सले चाहिँ भिडियो गराउँदैछिन् मेरो ब्लगमा आउँछ फेरि अब गाडीबाट जाने यस्तो गरेर भिडियो बनायो भने दामी आउँछ क्या भोजन बेबी पछाडि ब्याक क्यामेराबाट ह्यान्डसम हामी ह्यान्डसम होइन हामी चाहिँ ठक्क लाएर बकिङहाम प्लेस केटाहरूलाई अब के हो किङडम अफ नेपाल अरे वाट द फक इन हेल किङडम अफ नेपाल भन्छ त्यहाँ त केटा के हो यो नयाँ कुरा दामी है दामी किङडम अफ नेपाल भनेपछि त सक्यो त फेरि है नेपाल भनेपछि नेपालको नाम सुन्ने बित्तिकै फेरि आम्बो होइन बवाल त्यो ह्याप्पी फिलिङ आउँछ क्या फेरि कस्तो अर्कै होइन नेपाल भनेपछि मस्त कस्तो यता हो माथिबाट हिँड्न मार्ला नि फेरि उकै अगाडि हिँडिरहन्छ साइकल यस्तोहरू यता मान्छे हिँड्ने बाटो हिँडेका हुन् क्या खतरा छ है गाइस के भन्नु यिनीहरू त गाइजहरूलाई के भन्नु यार केही भन्नु छैन यार अहिले त होइन फेरि भन्नु मन लागेको बेलामा फेरि झ्याप्पै भनिहाल्छ फेरि धेरै बोलो भन्छन् कि फेरि यार केटाहरू फेरि बेहोरा फेरि अलि बेहोरा छैन कि केटाहरू फेरि धेरै बोलो भनेर फेरि हैरान गराउँछ आज चाहिँ म धेरै बोल्दिनँ होइन टक्क खतरा ठाउँ मात्रै देखाउँछु ल आज कहाँ गइन्छ हामी बकिङहाम प्लेस त्यसपछि लन्डन ब्रिज त्यसपछि टावर ब्रिज त्यसपछि के अरे लन्डन आई त्यसपछि लन्डन आई अनि भएसम्म चाहिँ म्युजियम पनि जानुपर्छ अनि भएसम्म चाहिँ के अरे चाइना टाउन पनि जानुपर्छ अनि के अरे त्यो टप भ्यूवाला बस क्या बस चढ्नुपर्छ टुक्नी भ्यू टप भ्यू बाटोमा मस्त होइन खतरा भ्यू देखाइदिन्छ यहाँ साइकल हेर गाइस त्यतिहरू फेरि यहाँ फेरि यस्तो देखाउनु हुन्न भिडियोमा होइन फेरि हामीलाई फेरि समय पुलिसले लैजाला यार मलाई फेरि रम्मती भिडियो बनाउँछ अर्काको आम्बो बडी केटा माई ड्रिम बडी कहाँ गयो देखिन्न त
लेट्स सी माई ड्रिम बडी आम्बो माई ड्रिम बडी यस कहिले बन्ला यार यो हप्सीहरूको जस्तो ज्यान भन्छ बिस्तारै बी कन्सिस्टेन्सी बी पेसेन्ट होइन बनाउनु पर्यो नि ज्यान त होइन के हो र भजन बेब्स केही भनिदेऊ न त मेरो फ्यामिलीलाई कति टन्नै भइसक्यो के फ्यामिली भन्न मिल्छ अहिले त यहाँ युट्युबमा टन्नै भइसक्यो 120 जति भएन होला 120 भनेको त थोरै होइन नि आम्बो धेरै भिडियो पनि हालेको छैन मैले यो लङ भिडियोवाला त कति हालेको त धेरै हालेको छैन 8-10 वटा हालेको होला यसो फेरि भ्याउँदै भ्याइन्न के अरू भन्दा नि होइन त्यही त हो अब लेट्स सी गाइज आइसक्यो होइन आज चाहिँ म अलि थोरै बोल्छु है तिमीहरूले धेरै बोल्यो भन्छौ क्या यार केटा फेरि नरुचाउने हो कि फेरि होइन भ्लगै नहेरिदियो होला यार केटा त्यस्तो नगर है फेरि भाप लाउँछु तिमीहरूलाई चक खैरेनीहरू देखाउँछु केटा म हेरि खैरेनीहरू त फेरि यहाँ त केटा हो यिनीहरूलाई नेपाल बसी म के खैरेनीहरू देखाउँछु क्या ओखो नि पक्नुस् त Let's see guys, Buckingham Place. Nice one. मिठो छ है गाइज मिठो हल्लियो क्या यार भिडियो बनाउन आउन केटा यार हेर यसो एडजस्ट गरेर यार होइन गाइज एडजस्ट गरेर हेर्नुपर्छ है सबै कुरा पर्फेक्ट त कहाँ हुन्छ होइन मेरो जिन्दगी पर्फेक्ट छैन भिडियो कसरी पर्फेक्ट होला है केटा जिन्दगीले ठग हानिरहेको बेला होइन तिमीहरू भिडियो पर्फेक्ट नखोज यता हो हाम्रो भोजन बेबीले बवाल भनिसकेपछि यहाँ बवालै छ केटा हो हेर्न चाहिँ नछुटाउ ल हेर न गाइज देखे छैन त म फेरि यस्तो भिडियो उल्टे भिडियो आउँदैन केटा यार म यस्तो गाह्रो लाग्छ मलाई उल्टे भिडियो बनाउन तर अगाडिको डिस्प्ले चाहिँ लेट्स सी गाइज आम्बो कपाल फेरि यही हो केटा कपाल मिलाउँदा जान्छ मेरो जिन्दगी ब्लगरलाई यस्तो भिडियो गराइदिउँ ब्लगरलाई नेपालको खतरा ब्लगर एमआरबीलाई त म त फलअप एमआरबीलाई त फलअप खाएँ एमआरबी अहिले त्यस्तो भन्नुहुन्न फेरि मलाई मार्ने फेरि झाक्ने एमआरबीलाई के भनिस् क्या हो एमआरबी थिएन त बला छ नि केटा फेरि मार्छन् फेरि पनि फ्यानै हो है केटा त्यस्तो नगर फेरि I need to support everyone guys. Let's see. दामी के हो केटा खतरा छैन त नि होइन ल अहिले चाहिँ यो पछाडिबाट भिडियो बनाउनु चाहिँ यति हो होइन धेरै बनाइन म त्यसरी भिडियो हेर ल एक राउन्ड सर हेर मिठो चस्मा खतरा छैन त केटा हो ल केटा हो यस्तो चस्मा खतरा चस्मा ला त्यस्तो लाएर कसले के भन्दो रहेछ है यहाँ केटा हो कोहीले कोहीको मतलब हुन्नलाई हेर गाइड मैले यस्तो चस्मा लाएर हिँडेको होइन कोहीले केही मतलब गर्दैन कि यहाँ भोजन सरलाई चाहिँ मतलब छैन है कोहीले केही मतलबै छैन यहाँ जे गरे नि हुन्छ केटा यहाँ नि केटा हो होइन कोहीले केही गर्दैन क्या यहाँ सबजना यहाँ होइन तर कसैले कसैको मतलबै छैन क्या यहाँ केटा देखाउने यस्तो छ यो क्या त्यसै बन्छ यो के हेर यस्तो पछाडि दामी छैन त गाइस हाम्रो चस्मा लाइ त हेर न भजन रेडी मार्यो नि त यतिको चस्मा लाइले है केटा ल अब चाहिँ भयो ल धेरै अति पनि गर्नुहुन्न होइन के हो र केटा अति गरेपछि त फेरि अहिले केटाहरूले फेरि हाम्रो आम्बो मार्यो केटा मार आज भोजन सरलाई निद्रा लाग्दैन खतरा फोटो आछ 2 वर्षपछि पोस्ट हाल्ने भन्दैछन् आज त होइन मार्ने हो क्या भोजन सर आज केटा यहाँ सिंह अलमोस्ट सिंहमाथि चढ्छ है केटा यहाँ कहाँ गयो सिंह देखेन सिंहमाथि चढ्नुपर्छ केटा अब चढ्यो राम्रै चढिदिइहाल्थ्यो केटा सिंह खतरा छ नि त Let's see guys, nice one, bye bye, see you next video guys.
केटा हेर न कस्तो लभली फुल हो यार आम्बो Buckingham Palace गाजलुती ठुला ठुला आँखा याद बनी बस्छ यो मुटुमा के हो र केटा हो गीत खतरा छैन त मारी गीत त फेरि केटा हो होइन ढुक्क हो क्या तिमीहरू ढुक्क बस न गीतहरू त दामी दामी आउँछ कि केटा हो यहाँ मैले होइन त्यो गिटारवाला भिडियो पनि बनाइसकेको छु होइन डाँडातिर गएर तर पोस्ट गर्नु भ्याएन केटा हो बिस्तारै आउँछ खतरा हो दामी ल मस्ती भयो है केटा आज यो बकिङहाम प्लेस चाहिँ सकिन लागिसक्यो अब हाम्रो अब चाहिँ हामी कहाँ जान्छौँ चाइना टाउन जान्छौँ टावर ब्रिज जान्छौँ लन्डन ब्रिज जान्छौँ लन्डन आई जान्छौँ होइन टप भ्यू चाहिँ जान भ्याइन्छ कि भ्याइन थाहा छैन यार बसमा चढ्न चाहिँ होइन गाइस बिस्तारै बिस्तारै जानुपर्छ भोलिको चाहिँ खतरा छ है केटा भोलिको चाहिँ माया टुक्नी भोलिको त आम्मा भोलि त माया कसम बिच हो नि सिधै केटा फेरि सिधै हो भोलि त माया टुक्नी होइन भोलि त यस्तो डाइभ जान्छ नि केटा हो यस्तो डाइभ कहाँबाट डाइभ जान्छ नि मलाई पनि थाहा छैन कि केटा हो यस्तो खतरा डाइभ हान्छु नि भोलि बबाल हान्नुपर्छ है केटा हो हाम्रो साथी चाहिँ मस्त चिनाइन यता मजा आएर लन्डन आएर कस्तो लाग्यो लन्डन लन्डन बबाल भन्दा नि हाम्रो भाइस खतरा मिल्छ होइन त्यो चाहिँ बबाल हो क्या होइन भाइस मिलेपछि खतरा हो लन्डन होइन यहाँ त जे पनि चार्ज गर्दै होइन हिँड्दै हिँड्दै लन्डन आयो अब के हो र होला ट्रेन स्टेसनै हो माथि ट्रेन स्टेसनमा गएर हाम फालिदिने हो कि जम्मै खोलामा हाम फालिदिने हो कि है खोलो त आइसक्यो त ब्रिज रहेछ जाम न जाम होइन के छ र गइदिने हो क्या ढुक्क गइदिने हो क्या होइन कस्तो देखियो केटा राम्रो देखिएन आम्मामा यो ब्रिजै रहेछ है दाम फर्स्ट टाइम हो क्या हामी त जे पनि जहाँ पनि गए पनि यहाँ त नौलो हो क्या सबै जहाँ गयो फर्स्ट टाइम भन्ने हिँड्ने हो रोक्दैन त यार यिनीहरूले त्यहाँ जाम छिटो वाच्चै हान्यो भने त फेरि मारिहाल्छ क्या यहाँ त फेरि रनमतीहरूले फेरि जामै आऊ आहा ढुक्क हो क्या फेरि वाच्चै हिँडिदिनुपर्छ क्या पुरै ब्रिज रहेछ है ऊ आइ यही रहेछ क्या लन्डन आइमा डोक्नी यही देखिरहेको रहेछ मा होइन होला भनेर हिँडिरहेको अझ पिन खेल्ने नि त गाइस चस्मा हेर नि केटा चस्मा कस्तो छ केटा चस्मा भोजन रहेको चस्मा हो क्या फेरि चस्मा आएर होइन चिकन खतरा हान्नुपर्छ गाइस ल Let's see guys London Eye fucking London Eye टुङ गरेर देखाउँछ है केटा अब सरप्राइजिङ वाला देखाउँछु तिमीहरूलाई होइन बिस्तारै बिस्तारै जाने यस्तो बिस्तारै जाने यस्तो लेट्स सी भन्ने मान्छे रहेछ क्या लेट्स सी खतरा छ है गाइज ल लन्डन आइदेख्यौ त आमामा प्लेन पनि केटा हो लन्डन आई विथ प्लेन वन स्क्रिन दामी छ केटा दामी यही हो केटा लन्डन आई
ब्रिज हो यहाँ ब्रिज छन् कुन ब्रिज हो होइन भनेको आऊ के हो र मोबाइल झर्ला अबुई मेरो आइफोन बिग्रेको आइफोन डान्स बिग्रेको आइफोन है कडा हो ल लेट्स सी होइन लन्डन आइहेर अब हामी त अब एकछिन मस्ती गर्छौँ फोटोसोटो खिच्छौँ होइन तिमीहरू चाहिँ यत्तिकै हेर सक्यो लन्डन आयो लन्डन आयो लेट्स सी हेर तल फालिदिन्छ केटा हम फालिदिने र यहाँ हो हम त नफालौँ है मिठो छ नि त नि केटाको नि होइन बवाल छ नि यत्तिको घुमघाम चाहिँ हुनु पऱ्यो क्या कहिलेकाहीँ होइन जीवनमा जिन्दगीमा यत्तिको घुमघाम भएन भने त सक्यो त होइन केटा हो खुच्चीहरूलाई पनि हेर मस्त खतरा बच्चा बच्चीहरू होइन भजन भाइ युके इज फकिङ छाडा केटा हो युकेलाई यस्तो छाडा चाहिँ कपाल यस्तो सामान पर्छ यार अनकन्ट्रोल हो क्या यो कपाल भन्ने कुरालाई चाहिँ कन्ट्रोल गर्नै सकिन्न काम नै सकिन्न यस्तो छ केटा खाला कहाँ हुन्छ नि यस्तो च्याप्प सामान बस्नु पर्दा के करायो फुरफुरी गर्ने बानी मलाई अचम्मै लाग्यो खोला खोला यो खोला यो नदी यो धरतीको कसम होइन केटा हो के हो र केटा हो देख्दै छौ त होइन मात्रै केटा हो मात्रै हेर बाबाले छैन त नि केटा लन्डन आयो हेर्दा हेर्दै लन्डन हिँड्दै आइदिइरहेको होइन टाढावाला भन्ने सोचेको त यहीँ रहेछ धन्न उता गइदिएको भए गइदिए हुने रहेछ गएको भए गइदिए हुने रहेछ अब एकैछिनमा ब्रिज पनि fucking damn. What is this, guys? Find the ball, look the ball, every time ball winner, find the ball. Every time find the ball, find the ball, look the ball, find the ball, look the ball, find the ball. Filmează în față! Băi, n-auzi? Filmează în față! This time for Africa. Look at this. Look at this. Oh, come on. Oh, amazing. Come on. Come on. Yeah, good. Up. Step back again. Step back. Good. All right, step back. All right, now watch this. Watch this. Watch it. This time for Africa. Yes. You can do this. Yes, you can do this. Okay, you go there. Let's see. Oh! She's doing it. Okay. All right. You can do this. Okay. All right. Don't worry. You'll be fine. You, watch him one more time. Watch him one more time. Yes. Come on. Give it to you. You can do. You can do.
it. Do it feasible. Very nice one. She's good. She's good. Yes, you can do this better. Yeah, prove it today. Come on. Finally, Tower Bridge. Guys, finally Tower Bridge here ल बिन्दास Tower Bridge देखाइदिन्छु म हैन अक्कलाएर अब बिन्दास Tower Bridge हेर अनि टक्क लाएर मस्ती गर Tower Bridge हेरेर भिडियोमा Let's see Tower Bridge. I don't think it's there's no like Nice. Oh, nice and the cloud. Kapal ambo ya kapal. Let's see guys. London घुमेर सकिसक्यो गाइस अब घर जाने बेला भइसक्यो अब हैन टक्क अब हामी खाजा खाइन्छ हैन खाजा के खाइन्छ भन्ने कुरा फेरि भन्न हुँदाखेरि अहिले देखाउनु पर्छ केटाहरूलाई फेरि अहिले केटाहरूले अहिले हैन टक्क लाएर अब खाजा खान जानुपर्छ है केटा होला त भ्यू हेर न यहाँ चढ्ने सपनै भयो आजको दिनलाई चाहिँ अब फेरि चढौँला हैन कपाल हेर न आम्बो माटो कपाल त कस्तो अति एक्स्ट्रै भएछ यार यो अति नै भएन र केटाको कपाल त आम्बो लेट्स गो गाइस खाजा खाना जामको चाहिँ अहिले टक्क फेरि नेक्स्ट भिडियो गाइस बाइ बाइ चस्मा लाएर कपाल हल्लाउँदै हिरो भएर हैन टक्क दामी ल हैन Let's go guys. बोजङ सरले हाम्रो यहाँ Let's see my hair guys. के हो यो कपाल हो कि गुन्द्रुकको रम्बा चाल्छ जस्तो भएछ यार टक्ने कपाल त यार हट उड्नु पर्छ होला अब हैन कपाल कोरेला मैले ओ या हजुर अब लाइट बोल्छ क्या बिस्तारै ढुक्क बस्न हामी चाहिँ टक्क लाइटिङ पुर्दैछौँ होइन लन्डन ब्रिजमा को यो नेपाली त बुझ्दैन फेरि रनमतीले नेपाली बुझ्दैन फेरि नत्र म कस्तो थर्काउँछु तँलाई केटा हो कपाल त कस्तो अति भयो है कपाल त यार हेर न गुन्द्रुक मारे केटा मारो कपाल त कत्रो भएको त नि हेर न कपाल पनि मारे सिधा भयो भने त हेर त कहाँ माथि तल पुग्छ केटीहरूलाई च्यालेन्ज हान्छु कि अब म कपाल यस्तो खतरा बनाउँछु केटीहरू तिमीहरूको भन्दा लामो गराउँछु भनेको केटीहरूको कपाल त केटीहरूसँग त कहाँ सकिएला है केही कुरामा सकिन्न केटीहरूसँग त फेरि होइन अघिमा कपाल फुकाएर हिरो बन्दै हिँडेको निस्किहाल्यो क्या अहिले बल्ल मजा आयो यार यस्तो बिजोक पनि कहाँ हुन्छ यार यस्तो कपाल मजा आयो कपाल अब सिलिक्क हुन्छ हेर एकटा एकछिन सिलिक्क छैन त कपाल
नकुरेर हो क्या, कुरेपछि त राम्रो बनिहाल्छ होइन। लेट्स केटाहरूलाई म यस्तो गरेर देखाइहाल्छु ल। लन्डन ब्रिज हेर न केटा, के हो अब नाइट भ्यू हेर्न पर्छ ल। नाइट भ्यू गाइस, नाइट भ्यू, फकिङ नाइट भ्यू। वी आर वेटिङ द्याट फकिङ नाइट भ्यू गाइस। नाइस ओन खतरा देखिँदो रहेछ हो। अब ओजन बेस लन्डन हेर न, हेर यहाँ कस्तो खतरा देखियो, दामी देखियो। नाइस नाइस, लेट्स गो गाइस। Bye, nice to see you. Thanks for watching. See you next video.